हरे कृष्ण, मेरो नाम आवाज बन्जाडे, एनजी मार्केट मणिग्रामदेखि इस्कन र तिलोत्तमा गौशालाको समाजवादी काममा एउटा नयाँ अभियानसँग चाहिँ एउटा शीर्षकको बारेमा पनि मैले आज थाहा पाएँ, जुन चाहिँ उहाँ पशु चौपाए जुन चाहिँ सडकमा बिचरा दुःख पाइराख्नुहुन्थ्यो। देख्न सक्नुहुन्छ घाउहरू पनि छ बिचराहरूलाई। यहाँ गौशालाले उद्धार गरेर उहाँहरूलाई चाहिँ संरक्षण गरिराख्नु भएको छ, आफ्नै बलबुता, आफ्नै मेहनतमा, आफ्नै प्रयासमा। अनि यहाँको अहिले नयाँ योजना जुन चाहिँ मेरो लागि उहाँहरूले चाहिँ गाईलाई संरक्षण गरिदिने, गाईलाई हेरदेख गर्ने र मोबाइल पेटिङ सल्युसनसँग भन्न खोजेको, म आफ्नो घरमा भए पनि मेरो बिहाफमा चाहिँ मैले चुज गरेको गाईलाई चाहिँ मेरो आफ्नो नाम दिएर, मेरो आफ्नो एडप्सन्स लिएर उहाँलाई मेरो बेबी जस्तो गर्ने खालको योजनामा मलाई एकदमै खुसी लाग्यो। यो कुरा सुनेर खुसी लाग्यो र आबद्ध हुन पाउँदाखेरि पनि आफूलाई एकदम गर्वशील मानिरहेको छु। आजको दिन यो चैतको 21 गतेको दिन, 2081 साल चैत 21 गतेको दिन मैले आज सम्पूर्ण यो पञ्चभूतालाई साथी राखेर मेरो प्यारो गोपेशलाई चाहिँ हाम्रो मेरो गोपेश मैले उहाँलाई चाहिँ एडप्ट गरेको छु। एडप्सन्सको चार्जेस पनि जम्मा 3000 रुपियाँ प्रति महिना छ, जुन चाहिँ मेरो आफ्नो कमाइबाट मासिक 3000 रुपियाँ मैले गोपेशको लागि पठाइदिन्छु र पटक पटक म आफ्नो परिवारलाई, आफ्नो साथीभाइलाई लिएर आएर गोपेशसँग खेल्न पनि आउनेछु र चारा हाल्न पनि आउनेछु। अनि यहाँहरू सबैजनालाई मैले आमन्त्रित के गर्न चाहन्छु भने मेरो गोपेशको साथीलाई पनि एउटा नाम दिनको लागि तपाईँहरू पनि यो अभियानमा जोडिनुहोस्। हरे कृष्ण। गोपेशको जीवन यति सजिलो भने अवश्य नै थिएन। गोपेशलाई पहिलो पटक नगर प्रहरीले तिलोत्तमा गौशालामा लिएर आउँदा उसको शरीरमा एकदमै ठुलो चोट थियो। त्यो चोट यस्तो भयानक थियो कि एक तर्फबाट हेर्दा अर्को तर्फ देखिन्थ्यो, यानि उसको शरीरमा एउटा प्वाल थियो। नगर प्रहरी अनुसार उसलाई कुनै गाडीले हानेको र उपचार नपाएर त्यो चोट झन बढ्दै गएको रहेछ। तिलोत्तमा गौशालामा ल्याइसकेपछि दिनदिनै उपचार, स्याहार सुसार र राम्रो आहारले गर्दा ऊ अहिले एकदमै स्वस्थ छ। साथै उसको चोट पनि अहिले निको भइसकेको छ।